न हैन अनि चाहिँ अब एसक्यूएल सर्भरमा चाहिँ स्टोर प्रोसिडर र प्रोसिडर भन्ने एउटा चिज हो हैन यसमा चाहिँ के त हामीले स्टोर प्रोसिडरमा धेरै चिजहरु गर्ने चाहिँ हामीले गरेर भनिसक्यो हामी रिपिट गर्छौं कुरा हैन जस्ट अलिक रिभाइज गरेर समय भयो एउटा अलि चाहिँ हामीले के गर्न लाग्छ त यसको प्रोसिडरमा चाहिँ इन्सर्ट एउटै खासमा गर्न चाहिँ अब इन्सर्टको लागि छुट्टै अपडेटको लागि छुट्टै हामीले फंक्सन बनाउन मिल्छ स्टोर प्रोसिडर बनाउन मिल्छ तर के त हामीले त्यसो किन गर्ने एउटै प्रोसिडरबाट चाहिँ एउटा प्यारामिटर मात्र पास गरेर इन्सर्ट गर्ने कि ट्रु गर्ने थाहा पाउन लागि त भन्ने खास हैन इन्सर्ट गर्ने भने इन्सर्ट गर्थ्यो हैन भने एल्स अपडेट गर्ने कुरा छ नि त हैन त्यसमा के त हामीले प्यारामिटर इन्क्वायरी भन्ने टेबलको लागि हैन आईडी छ फर्स्ट नेम छ लास्ट नेम छ टेलिफोन नम्बर इन्क्वायरी डेटा छ हैन हामीले कहाँ त अब यसमा चाहिँ आईडी पास गर्छ आईडी के त कुनै डेटा हामीले एडिट गर्नु छ भने त अपडेट गर्नु छ भने त कुन डेटा अपडेट गर्नु छ भने हामीले पहिले थाहा भइसकेपछि हाम्रो आईडी आउँछ नि त हैन सफ्टवेयरबाट भन्दा कुनै अब चेन्ज छ भने एडिट गर्दा आईडी आइसकेको हुन्छ है हैन आईडी आइसकेको हुन्छ त्यो भएर अब आईडी चाहिँ पास गरेर छ नि हामीले अपडेट गर्ने एल्स चाहिँ के त हामीले इन्सर्ट गर्ने यसमा सेम चिज हो हैन आईडी छ भने गर्यो हैन बिगिन यतिकै इफ गरेर यो बिगिन गरेर जो सिंगल लाइन मात्र ल्याउँछ के तपाईं याद गर्नु एउटा हाम्रो प्रोग्रामिङमा चाहिँ इफ गरेर हैन इफ कुनै कन्डिसन म्याच गर्यो हैन अनि 1:1 गर्यो हैन एल्स अब 2:2 हो न यसमा अर्को लाइन गरेर के त एनपीएल ले राख्ने यसले चाहिँ एकचोटी सबै लाइन चाहिँ एकचोटी तलसम्म रिड गरिदिन्छ के हैन यति राख्यो भने जब यसमा तपाईले इफ एन इफ राउन्ड न यति मात्र लाइन रिड गर्ने हुन्छ के पहिला त्यो गर्ने त्यसपछि मात्र त्यो फर्ममा हुन्छ प्रोग्रामिङमा चाहिँ इफ यसको इफ राख्यो त्यो भित्र इफ ग्रेटर देन राख्यो हैन त्यो बिगिन र एन्ड चाहिँ यति ब्लक सबै एकचोटी रिड गर्नु पर्यो के त्यसमा जान पाउँदैन के जति तल गइदिनु पर्छ यसमा चाहिँ ठीक छ यसमा चाहिँ के अपडेट गरेको हामीले इन्क्वायरी यो प्यारामिटर पास गरेको कुरा हो हैन प्यारामिटर ल चाहिँ के त हामीले युज गर्नु है त यहाँ हाम्रो प्रोसिडर क्रिएट सक्सेसफुली भयो हैन अब हामी के त गर्छौं एउटा युज गर्छौं select ftfarm tdl inquiry inquiry मास्टरमा हेर्छौं हैन तर हामी डाटा अपडेट पनि गरेर पर्यो नि त हामीले के गर्छौं भन्दाखेरि यसमा फर्स्टमा आईडी मोडमा संज्ञा दियो भन्दैछ है अनि के यसमा अब हाम्रो यो प्रोसिडर कसरी हामी एक्जिक्युट गर्छौं त हाम्रो प्रोसिडर EXEC हैन एक्जिक्युट खासमा है राख्दियो त्यसमा अर्को राख्दिनु भनेको हाम्रो आईडी छैन आईडी फर्स्टमा 0 राख्दिनु पर्दैन फर्स्ट नेम भनेको NEPL नेपाल राख्दिनु लास्ट नेम भनेको NEPL नेपाल छ अनि प्यारामिटर त हुन्छ नि हाम्रो आएछ नि माथि टेलिफोन नम्बर भयो हैन त्यसपछि डेट होला हैन डेट भनेको डेट राख्दिनु त्यसपछि के थियो है यसले के हामीले अब यसले चाहिँ इन्सर्ट गर्ने काम गर्छ यसले नेपालले हैन यसले चाहिँ 0 चाहिँ लिएन हैन के छ हाम्रो यहाँ लिएन त इन्टिजर छ 0 छ है आईडी त्यसरी राखिएको छैन नि which was not supplied डेट लिएन 0 भन्दै सुरुको लिएन चाहिँ नल राख्यो हैन नभएले नल राख्नु न के फरक पर्छ जुन नल पनि लिएन मिस्टेक गरेर क्रिएट गर्दै र इन्टिजर माइनस 99 राख्नु डेट लन मिस्टेक हुन सक्छ तर है त्यो इन्टरनेटको 26 GEC/2016 ब्राकेट मिस्टेक गरेर ब्राकेट लिँदैन है बेसिस गरेर एक्जिक्युट डाटा इन्सर्ट सक्सेस भयो नि त हैन हामीले के अब यसमा इन्सर्ट गरेको हेर्नु पर्यो नि हैन यति गर्दा के त अब मैले यो एउटा कुरा बुझाउन खोजेको अहिले हामीले एउटा लास्ट रेकर्ड हालेको छ हैन मलाई अब यो लास्ट रेकर्ड हालेको चाहिँ टप माथि आउनु पर्यो हैन अनि त्यो कहाँ हेर्नु पर्छ आउँछ नि आउनु पर्यो के गर्नु पर्यो त अब order by inquiry के त GESC DC चाहिँ लास्टको चाहिँ तल माथि आउँछ टप हैन नेपाल भनेर आयो नि त हैन अब के त हामीलाई नेपाल चाहिँ अपडेट गर्नु पर्दैन यसमा हेर्नु अब यो डाटाले अपडेट गर्नु पर्दैन यो चाहिँ इन्सर्ट प्रोसेस है इन्सर्ट प्रोसेस अर्को गरौँ अपडेट प्रोसेस गरौँ है अपडेट प्रोसेस हेरौँ यसमा के गर्नु त यो चिज राख्नु यो गर्छ चाहिँ गर्दैन हेर्नु पर्यो नि त यो आईडी को ठाउँमा राख्दियो नेपालको ठाउँमा फेरि अब SANGITA संगीता हैन यसै STS राख्नु हैन भनेको 9 यस्तो है यसलाई अपडेट गर्नु त यसले के मेसेज गर्नु त
डाटा अपडेट सक्सेस भन्यो नि त हैन जुन हामीले मेसेज यो भनेको त मेसेज प्रिन्ट गरेको हो नि त हैन ल अब जति गरे पनि उले मेसेज अपडेट गर्छ यो अडियो मात्र भयो नि त अब डाटा हेरौँ हामीले लास्ट अपडेट गरेको यो संगीता श्रेष्ठ भनेर आयो नि त है नेपालको ठाउँमा हैन हामीले डाटा अपडेट गरे एउटा इन्सर्ट गरेर त्यसलाई फेरि अपडेट गरिदिएको यो चाहिँ एउटा के त एउटै स्टोर प्रोसेसरबाट चाहिँ इन्सर्ट अपडेट गर्न चाहिँ मिल्ने भयो नि त एउटा चाहिँ के त एउटा कोडलेस पनि भयो भन्ने कुरा मात्र हो है एउटा चाहिँ यहाँ प्लस गरौँ त डट प्लस माइनस लिन्छ होला हैन हुन्छ इन्टु गरेको त गर्छ यसले त हैन डट डट होइन डट डटको ठाउँमा प्लस गर्दिम इलेक्ट्रोनिक्स सामान जस्तो ए त्यस्तो गर्न मिल्छ त्यो त मिल्छ गर्छ यसले प्लस प्लस हान्छ जे राख्छ त्यो राख्छ त्यसले प्लस 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 हान्छ तर सिंगल प्लस हामीले जुन त्यो चाहिँ आउँदैन चाहिँ उताको फिचर छ प्रोग्रामिङको नियम छ सिंगल क्लिक गर्ने त्यो एक्सपान्ड गर्ने त्यस्तो त्यस्तो मिल्दैन यसमा डेटा भ्यू गर्ने मात्रै डेटा भ्यू गर्ने मात्रै त्यो चाहिँ मिल्दैन यसले चाहिँ के त ट्री स्ट्रक्चर डेटा खाने भयो बोल्थे यताबाट गरे होला हैन हुँदैन त्यो प्रोग्रामिङकली मिलाउनु पर्छ यसरी हैन त एउटा चाहिँ के त ट्री स्ट्रक्चर भयो हैन एउटा स्टोर पर्सन हाम्रो एउटा रिभिजन गरे जस्तो भयो त्यो कुरा चाहिँ भयो अर्को भनेको हाम्रो एउटा कर्सरको स्याम्पल छ हैन कर्सरको मतलब बुझाउँछु तपाईलाई कर्सरको बारे बुझौँ मैले त्यसमा एउटा सिम्पल कर्सर गर्छु कर्सरमा धेरै चीजहरु हुन्छ हैन बल्ल व्हाट इज कर्सर बुझौँ कर्सर हैन कर्सर भनेको के हो त कर्सर बेसिकली एउटा एसक्यूएल क्वेरी नै हो जो यसले इन्सर्ट अपडेट डिलिट गरेको कुरा हैन कि गर्न त मिल्छ हैन तर त्यो इन्सर्ट अपडेट गर्ने मेन प्रोब्लम के हो भन्दाखेरि यसबाट चाहिँ हामीले के गर्न मिल्छ भने जसरी हामीले कति चीजहरु चाहिँ अब सिलेक्ट एक्टिभ फ्रम गर्दाखेरि चाहिँ के त फाइल नेम नसोर्न टेबल नेम डिस्प्ले गर्छ भन्नुस् यसमा टीबीएल टीबी स्टाफ भन्न स्टाफ मास्टर भन्छ है यस्तो मैले एउटा स्टाफ मास्टर भन्ने टेबलको डाटा लिएछ यसमा के मेन्टर स्टाफ राखेको छ कि सर्टकट राखेको छ कि अब यो हामीले केस राखेको छ नि केस गर्छ नि यु एमएम छ हैन यो केसलाई चाहिँ हामीले केस इफ यु छ भने म्यारिड अनम्यारिड के छ त्यस्तो गर्ने कुरा मिल्छ हामीले मिल्छ यो चीज हामीले के त कर्सरबाट पनि गर्न मिल्छ न यो चाहिँ सिम्पल कुरा भयो कर्सरबाट मिल्छ कर्सरबाट चाहिँ अब के भन्दा मल्टिपल डेटा हुन्छ नि अब जब हाम्रो 500 वटा डेटा कुनै टेबलमा रोहरु हुन्छ नि त्यो डेटा ल्याएर चाहिँ अब क्याल्कुलेसन गर्नुपर्ने रुल सक्छ कि मोस्टली क्याल्कुलेसनको केसहरुमा भनौं न त्यो केसहरुमा चाहिँ हामीले चाहिँ लुप ल्याएर चाहिँ क्याल्कुलेसन गर्न मिल्छ यसो भनौं न कोही मान्छेको चाहिँ डेटा बर्थ छ एज छैन भने कसरी हुन्छ अब अथवा कोही मान्छेको कुनै अफिसमा जोइन डेट भयो त्यसको रिटायरमेन्ट डेट कहिले हुन्छ भने कसरी पत्ता लगाउनु त अब क्वेरीबाट चाहिँ के क्वेरीबाट चाहिँ त्यो त उसको त अब रिटायरमेन्ट डेट चाहियो पहिला रिटायरमेन्ट कसो हुन्छ उसको डेट अफ बर्थको आधारमा हुन्छ थाहा छैन के छ अब नर्मली कुनै चाहिँ अब डेट अफ जोइनिङको आधारमा 20 वर्षपछि हुन्छ अथवा कसैको चाहिँ सरकारी केसमा चाहिँ सायद त्यो के हुन्छ भन्दाखेरि डेट अफ मान्छेको उमेरको आधारमा हुने 58 वर्षपछि अथवा 60 वर्षपछि रिटायरमेन्ट हुने कुरा हुन्छ के त्यो चीजहरु चाहिँ के त कर्सरबाट चाहिँ क्याल्कुलेसन गर्न मिल्ने हुन्छ कि त्यो कति चीजहरु जस्तो चाहिँ हामीले के त नर्मली चाहिँ अब प्रोग्रामिकल मिल्छ त्यो चीज गर्न हैन तर के त डाटाबेसबाट गर्यो भने अलि फास्ट परफर्मेन्स हुन्छ नि कुरा कि कर्सरले चाहिँ है सो सिम्पल है यसको सिम्पल छ हैन कर्सरमा चाहिँ क्रेडिट गर्ने बेला कसो हुन्छ भने फर्स्टमा चाहिँ हामीले के त कर्सर फर्स्टमा त हामीले यसमा चाहिँ मैले के गरिरहेको छु भन्दाखेरि एउटा मेसेज प्रिन्ट गर्ने काम गरिरहेको छ यसमा चाहिँ हैन त्यसै यसमा के त कर्सरमा एउटा आइडी राख्दियो नेम राख्यो हैन अनि एउटा चाहिँ डिक्लेयर भएको एउटा भेरिएबल एउटा आइडी भयो एउटा नेम भयो हैन अनि त्यसमा डिक्लेयर नेम कर्सर भनेको एज कर्सर भन्छ नि जसरी हामीले यो डिक्लेयर एज भ्यारिएबल भने चाहिँ कर्सरमा एउटा डाटा टाइप्स भयो एउटा अब्जेक्टको रूपमा लिन्छ नि हैन कर्सर भनेको अब्जेक्ट हो नि त्यो खासमा अब्जेक्ट भन्छ कि यसले अब्जेक्ट रूपमा लिराख्यो अब्जेक्ट हो डाटा टाइप डिक्लेयर र यसलाई चाहिँ राखिदियो के त अब हामीले यो जुन नेम एज कर्सर भन्ने जुन देख्नु भयो होला कर्सरमा चाहिँ के त हामीले सेलेक्ट सेट गरेर चाहिँ के सेट भनेको चाहिँ सेट राख्ने खोजे है कर्सर फर काउन्टर सेलेक्ट आइडी नेम फ्रम टेस्ट भन्ने जुन हामी भर्खर जुन अघि हेरेको थियौँ नि यो चीजबाट चाहिँ डाटा राख्न खोजेको छ अहिले चाहिँ ओके यसमा चाहिँ खास केही छैन हैन 0 आई छ यी चीजहरु हामीले प्रिन्ट गर्न लागि यसमा के एक्स्ट्रा गर्नु पर्यो भने यसमा गर्न मिल्छ लुकाएर यसमा अहिले यतिवटा कलम छ हैन तीनटा कलम छ यसमा मलाई अर्को कुनै एक्स्ट्रा देखाउनु पर्यो र चारवटा कलम देखाएर पाँचवटा देखाउनु पर्यो कि प्रिन्ट गर्नलाई गर्न मिल्छ कि त्यो पनि हेर्छौँ है यो चाहिँ कर्सर भन्ने चीजहरुको के त क्रिएट गर्ने कुनै स्टोर प्रोसेस जस्तो अथवा फंक्सन जस्तो ट्रिगर्सको एक्जिक्युट गर्ने चाहिँ होइन है नर्मली एक्जिक्युट गर्छ यसको जस्तो क्वेरी हुन्छ जस्तो हामीले सेम चीज होइन यसमा हामीले के गर्ने कुरा भनेको डिक्लेयर एउटा अर्को भने के त कर्सरको नाममा चाहिँ सेट गर्ने हैन त्यहाँबाट
के सेट गर्नु यो टेस्ट भन्ने टेबलबाट आइडी नेम सेट गर्ने अब यसमा जति पनि गर्न मिल्छ अरू हैन अर्कोमा के त अनि ओपन यो कर्सर सेट गरेपछि के त ओपन गर्ने पनि हुन्छ कि यस्तै हो है जति गर्न यस्तै गर्नुपर्छ ओपन कर्सर नेम हैन के त अनि फेज नेक्स्ट फ्रम कर्सर नेमबाट गरेकै नेम कर्सरबाट चाहिँ यो चाहिँ कस्तो हुँदाखेरि यो कर्सरमा डाटा सेट गरिसकेको हुन्छ यो माथिबाट ओपन गर्यो फेज भनेको चाहिँ तान्ने के उसले प्रत्येक रेकर्ड चाहिँ लुपमा हुन्छ नि 10 वटा रेकर्ड आछ 10 वटा चाहिँ लुप चल्छ 1 बाइ 1 चल्छ के अब यसमा चाहिँ लुप भनिन्छ नि बुझ्नुहुन्छ नि बुझिए यो हामीले फर युज गर्छ नि फर लुप चल्छ नि सेम प्रोसेसले चाहिँ 1 बाइ 1 चाहिँ रन गर्छ यसले चाहिँ है त्यो हामीले हेर्न चाहिँ मिल्दैन यसमा चाहिँ हैन अबले त्यो चाहिँ गर्छ भन्नु खोजेको छ है इन्टु चाहिँ आइडी र नेममा राख्ने जरुरी छ डाटा लिएर यो कर्सरमा जुन डाटा सेट कर्सरमा चाहिँ के त आइडी नेम सेट गर्छ हैन टेस्टबाट हैन अब के त त्यो ल्याएको डाटा चाहिँ के त ओपन गरेर यो नेक्स्ट गरेर चाहिँ यो आइडी र नेममा राखिन्छ हैन त्यसपछि त व्हाइल फेज चाहिँ 0 छ भने भयो हैन फेज चाहिँ जबसम्म 0 हुन्छ तबसम्म डाटा ल्याएर राख्छ के नभए यो नरे हुन्छ यो त हुँदो यो फर लुपको चाहिँ चाहिने हुन्छ चाहिँ हैन फेज भनेको ले तान राख्ने हुन्छ के चाहिँ खासमा जबसम्म डाटा सकिन्छ नि जबसम्म 0 हुँदैन बिगिन के त यो भनेको यो खास यो प्रिन्ट प्रिन्ट लाग्यो बुझाइदिएको म त्यसरी राख्नु खास केही छैन है ठिकै छ चाहिँ राख्नु प्रिन्ट के त अब फेरि हामी फेज नेक्स्ट गर्यो फ्रम यो चाहिँ के त प्रिन्ट गरेको त माथिबाट जुन आउँछ नि आइडी भयो एउटा मैले कास्ट गरेको भनेको कास्ट भनेको चाहिँ यो नम्बर हो हैन किन यसले भ्याइटममा कन्भर्ट गरिदिएको अनि नेम भने चाहिँ यसबाट आएको डाटा यसमा आइरहन्छ के यसमा यो प्रिन्ट एउटा एक्लै राखिन्छ त्यसपछि त फेरि नेक्स्ट फेज गर्छ कर्सरमा गएर इन्टु आइडी नेम गर्छ हैन एन भयो बिगिन भएपछि एन लागेसम्म त्यसपछि क्लोज गर्छ डिक्लेयर डेट लोकेट कलेक्सन को नराख्नु हुन्छ त्यसमा हैन यो फरक पर्दैन तर यो कर्सर प्लेस पछि यो मेमोरीमा चाहिँ स्पेस बसिरहेको हुन्छ त्यो बेला चाहिँ मेमोरी चाहिँ रिलिज गरोस् भनेर चाहिँ राखेको है यतिलाई रन गरेन हामीले के गर्छ हेर्नुस् अब युज गरेनौ त्यसले हेर्नुस् है इलेक्ट्रोनिक्स टिभी हाई समथिङ वाला के त्यो टेबलमा भएको जति पनि डेटा छ हामीले के त सबै चाहिँ सो गर्दै केले है बुझ्नु भयो यसमा के त हामीले यसमा के चेन्ज गर्नु पर्ने अब यसमा नेममा छ भने नि अब नेम छ नि यसमा नेम छ भने एक्स्ट्रा के गर्नु पर्यो भने यसमा गर्न मिल्छ जस्तै अब प्लस गर्दौ नेममा अब के गर्नु त अब जस्तै यस्तो गर्दौ जस्ट हेरौ त्यो गरेर प्लस पहिले अप्पर केस भने युपीपी अप्पर भन्ने जुन हाम्रो फंक्सन छ नि क्यापिटल लेयर देखाउनु पर्दैन अनि के त गरेपछि के त मैले जुन प्रिन्ट गरेको थिएँ ड्यास पनि एउटा हाम्रो ग्रिडमा प्रिन्ट गर्छ नि ग्रिड जस्तै यस्तो लाइन पनि एउटा बोर्डर राखिदिएको तल पनि के त बोर्डर राखिदिएको यसरी प्रिन्ट गर्नको लागि ल हामी फेरि सिलेक्ट गरेर एक्जिक्युट गरौँ हेरौँ यसले के त अहिले एरर रेज गर्यो नि त हैन किन त यहाँ माथिसम्म सिलेक्ट भएन यस्तो गरेर सिलेक्ट गर्नु गर्नु डेटा आयो नि त है यसरी माथि हेरिङ भयो प्रिन्ट गर्यो हैन यो डाटा 1 2 मा क्यापिटल आयो नि त यसरी टिभी यो चाहिँ हामीले यो प्रिन्टमा राखेको चिजहरु हो के चाहिँ है यो चाहिँ हामीले प्रिन्ट गरेको भयो एउटा हैन यो चिजलाई अब हामीले के यसैमा जुन यो प्रिन्ट गरेको ठाउँमा सट्टा चाहिँ के त हामी यसो के गर्ने जस्तै अब यो यसमा डाटा आइरहन्छ यो बिगिन र नेम आउँछ यसमा के गर्ने मन लाग्छ अब यसमा यो डाटा चाहिँ कुनै अर्को टेबलमा लागि इन्सर्ट गर्नु मन लाग्यो भने यसरी पनि गर्न मिल्छ हामीले यो जुन आइडी नेम छ नि यसमा त लुपमा त डाटा आउने भयो हैन अब के गर्ने त भन्ने कुरा हो के यसमा चाहिँ लुपमा आएको छैन अब यसमा हामीले के गरौँ भन्दाखेरि एउटा म यो टेस्ट भन्ने टेबलमा के गर्छु एउटा डेट भनेर राख्छु हामी क्याल्कुलेसन गर्छौं त एउटा है सजिलो भनेको अल्टर टेबल टेस्ट एट COL है डेट अफ डेट बट राखिदिन्छु SMALL DATE है राखिदिन्छु भयो है के त टेस्ट भन्ने टेबलमा हाम्रो अब डेट अफ बर्थ त भयो टेस्ट ठीक छ डेट अफ बर्थ नल आछ नि त हैन अब हामीले के त यसमा डेट अफ बर्थ त नल आछ नि त हैन जुन कुरा हामी प्रोग्रामिङ गर्छौं नि यो चिज यसबाट कर्सरबाट गर्ने के अब यसमा हामी यतिवटा डेटा छ हैन हामीसँग यसमा लुप पनि आइरान्छ यसमा लुप 1 बाइ 1 लुप पनि आइरान्छ हुन्छ नि हैन अब के गर्नु मलाई अब यसमध्ये मलाई यो केमा चाहियो भन्दाखेरि दुई प्लाजमा मलाई इलेक्ट्रोनिक्स र प्लाजमामा मात्र मलाई डेटा बर्थ राख्नु पर्यो भन्ने के हो त हामी यो चिज हामीले यसमा लुपमा आइरा हुन्छ हैन सिधै गर्दिनु यसमा चाहिँ सेट गर्दिनु अपडेट हैन टेस्टमा सेट डेट अफ बर्थ हैन
के गर्नु त यसमा अहिलेलाई करेन्ट डेट राख्नु है गेट डेट वेयर के त id equals to id भन्दा पनि हामीसँग के त सिधै राख्नु मिल्दैन name equals to नेमै राख्नु है नेम name इक्वल टु equals to electronics त्यो राख्दा सिधै भइहाल्यो यही राख्नु होला है यो नेम जुन छ t इक्वल टु यो नेम भयो हैन अनि के राख्नु नि एन्ड लिन्छ एन्ड आइडी चाहिँ ग्रेटर देन कति भन्दाखेरि आइडी होइन फेरि त एउटाको नेम एउटाको आइडी हैन यसको फिल्ड लिन खोजेको पेरेन्ट आइडी इक्वल टु लेस देन इक्वल टु 1 गरौँ है PARA पेरेन्ट लेस देन इक्वल टु 1 गरिदिउँ न है यसले नेम मात्र लियो नेममा चाहिँ यो भएको हैन अनि के चाहिँ यो भएको कुरा कन्डिसन हो एउटा चाहिँ ओके त्यतिलाई पनि त्यसलाई ए कहाँ राख्नु है त्यो तल राख्नु पर्ने नि त्यो राख्नु पर्ने यो टी डट नेम भनेको यो यसमा आइरहन्छ नि त हेर्नु गर्दैन यसरी भयो नि त यसलाई अब हामीले के त एक्जिट गर्दाखेरि उसले जुन जुनमा चाहिँ हाम्रो चाहिँ प्याराडाइम छ एकदम तल छ त्यो चाहिँ अपडेट गर्ने गर्छ कि यति बेलामा चाहिँ रो चाहिँ अपडेट गर्यो भनेर दिएको छ नि त सक्सेस भएको 1 1 भयो नसक्सेसमा 0 0 भयो हुन्छ हैन सेलेक्ट गरेर हेरौँ यसलाई सिलेक्ट गरेर हेरौँ के तले लेस देन 1 भन्दा तल छ भने पेरेन्ट आइडी सबैमा हाल्दियो है सबैमा हालेको छैन हामीले के गर्छौँ पेरेन्ट आइडी चाहिँ नेम छोड नेम भइहाल्यो एउटा अनि पेरेन्ट आइडी के त लेस देन 1 भनेको पेरेन्ट आइडी छ 1 भएकोमा हाल्दियो ग्रेटर पेरेन्ट आइडी चाहिँ 3 छ त्यो गरेन उसले ओके एउटा कन्डिसन भनेको भन्न खोजिएको चाहिँ के त प्रोग्रामिकली चाहिँ हामीले गर्छन् लुप लगाएर कुन चिजमा गर्न मिल्ने भयो भन्छ कि त्यसरी हैन यसमा डाटा तान्ने भयो एउटा यो त एउटा स्ट्यान्डर्डै भनौँ न एउटा चाहिँ हामीले फर लुप लाउँछ नि अनि प्रोग्रामिङमा हिसाबमा इन्टिजर भनेको हैन आई भेरिएबल हैन अनि यसको 0 अनि आई प्लस प्लस यस्तो गर्छ कि यसमा लुप लाउँछ यसमा यसो गर्दाखेरि त 1 बाइ 1 डेटा आइरहन्छ यसमा के गर्ने कुरा गर्छौँ त जुन हामीले प्रोग्राम ब्याक साइडबाट गर्छौँ नि त हैन त्यो चाहिँ के त यसको कोहीबाट चाहिँ गर्न मिल्ने भयो सजिलो हुने पनि लेख्नु पर्छ है यसमा धेरै चिजहरू छ यसो चाहिँ अब यसो गर्न चाहिँ यसरी गर्यो भने डाइरेक्ट यो सिम्पल स्याम्पल हो र एउटा कोडिङ लेख्नु पर्यो रन गराउनु पर्यो मलाई क्याल्कुलेसन गर्नु पर्यो डेट अफ बर्थ गर्नु पर्यो अब के अब धेरै कुरा हुन्छ हैन हामीले एउटा जस्ट नाम लिएको अथवा डेटा अपडेट गरेको सेलेक्ट पनि गर्न मिल्छ यसमा सेलेक्ट गर्ने छ भने हामीले त अलि डेटा अपडेट गर्थ्यो सेलेक्ट गर्नु सेलेक्ट पनि गर्न मिल्छ यसमा त यो अब्जेक्ट हो अब्जेक्टमा त जे पनि गर्न मिल्छ इन्सर्ट अपडेट डिटेल जे पनि गर्न मिल्छ गर्नु पर्यो भने है लुप गरेर गर्ने ठिक चिज यसमा चाहिँ जस्तै हामीले यसमा इन्क्वायरीमै हेरौँ है जसरी हामीले चाहिँ एउटा अलरेडी हामीसँग इफ एक्जिस्ट भन्ने जुन हामीले एउटा फङ्सन जस्तो गरौँ न जसरी हैन इफ एक्जिस्ट हैन सरी एक्जिस्ट गर्नु हैन एक्जिस्ट न छ मतलब यो कन्डिसन हो हैन इफ कुनै डाटा 1 to 1 भन्न छ भने चाहिँ अब के हाल्नु इन्सर्ट छ भने चाहिँ के नथिङ डु हैन छैन भने चाहिँ एल्स नथिङ के त डु क्रिएट इन्सर्ट से के ओ चिज चाहिँ के त हामीले डाटाबेस टेबलमा गराएको थियो अब के त हाम्रो टेबल लेभलमा गर्न मिल्छ के जस्ट भाइ हामीसँग एउटा इन्क्वायरी भन्ने टेबल छ हैन त्यो इन्क्वायरीलाई चाहिँ फलोअप गरेको छ कि छैन भनेर चेक गर्न कसरी गर्नु हैन त कोलाई गरेको छ र कोलाई इन्क्वायरी चाहिँ गरेको छैन भनेर थाहा पत्ता लगाउनु कसरी गर्नुहुन्छ जस्ट है मसँग एउटा इन्क्वायरी छ गरिसकेको छ कति चोटी गरेको छ कि छैन त्यो बुझ्यो है म भन्छु बुझ्नु है इन्क्वायरी मास्टर सेलेक्ट टिबिएल यो दुईटा टेबलको चाहिँ रिलेसन छ कि यो इन्क्वायरी मास्टर भन्ने चाहिँ प्राइमेरी भयो यो चाहिँ फलोअप छ फलोअप भनेको चाइल्ड भयो हैन रिफरेन्स टेबल अब मलाई के चाहिन्छ यो इन्क्वायरीमा भएको डाटा चाहिँ यो फलोअपमा छ कि छैन एउटा के नम्बर क्वेशन हैन अर्को भनेको अनि इन्क्वायरी मास्टरको डेटा कसरी फ्लो अपमा हुन्छ त जस्ट वेट है मैले मेरो क्वेशन चाहिँ म तपाईलाई सोध्दैछु अब चाहिँ है मैले तपाईसँग सिक्न चाहन्छु अब चाहिँ मैले त्यो कुरा भनिसकेको छु है के एउटा के त इन्क्वायरीमा भएको डाटा चाहिँ यसमा कुन डाटा छ चाहियो हैन इनको एक्जिस्ट के बोथमा भएको है EXI एक्जिस्ट हैन अर्को के त इन्क्वायरीमा भएको फलोअपमा नभएको भन्ने कुरा के अब एक्जिस्ट इन इन्क्वायरी हैन NQ नट इन यो फलोअप है यो चिज चाहिँ कसरी पत्ता लगाउनु मिल्छ भन्ने अब दुईटा टेबलको रिलेसन छ इन्क्वायरी मास्टरको चाहिँ आइडी चाहिँ के त फलोअप माथि छ नि त
आइडी हुन्छ बुझ्नु पर्ने बुझ है इन्क्वायरी छ भनेको यसको आइडी छ भनेको इन्क्वायरी आइडीबाट छ हैन इन्क्वायरीमा मेन डाटा त मास्टर हो नि त हैन हामीलाई के त को मान्छेलाई चाहिँ फलोअप गरेको छैन अथवा को मान्छेले फलोअप गरेको छ भनेर मलाई रिपोर्ट चाहियो बनाउनु पर्यो भने क्वेरी गर्नु पर्यो भने त्यो कसरी गर्ने जुन हामी त्यसको लागि त मैले अघि भनेको थिएँ नि इफ एक्जिस्ट कुराहरू अथवा नट एक्जिस्ट कुराहरू छ त्यो चिज चाहिँ हामीले युज गर्नुपर्ने हुन्छ त्यो चिज चाहिँ हामीले एउटा बुझ्नुपर्ने छ मेन चाहिँ यो यसको यो जस्तै तपाईले मलाई भन्नुभयो इन्क्वायरी मास्टरको आइडी हैन आइडीबाट पत्ता लगाउने कि कोले फ्लो अप भएको छ छैन को मान्छेको फलोअप छ कसको छैन भनेर पत्ता लगाउनु पर्यो नि त हामीले कसरी गर्नुहुन्छ तपाईको त्यो विचारमा चाहिँ एसक्यूएल सर्भरमा हैन एसक्यूएल सर्भरको IAMPORT इम्पोर्टेन्ट फंक्सन के हो है मोस्टली युज है युज हुन्छ है प्रोसिजर हैन हामीले फंक्सनको कुराहरु चाहिँ कीवर्ड युज गर्छौं फर्स्टमा के त EXIS है EXIS एक्जिस्ट अर्को नट एक्जिस्ट है अर्को भनेको इन भन्ने एउटा फंक्सन छ अर्को नट इन भन्ने हुन्छ के एउटै हो तर नट भनेको एउटै चिज हो सबै भनेको है यो दुईटै चाहिँ सेम कुरा है एक्जिस्ट भन्नु र इन भनेको के त सेम चिज हो कि एक्जिस्ट भनेको छ कि छैन इन भनेको छ कि छैन यो पनि हैन अनि नट एक्जिस्ट भनेको छैन छैन न नट इन भनेको छैन कि यो चाहिँ छैन भन्ने कुरा हो यो चाहिँ यति चाहिँ इम्पोर्टेन्ट चिज हो एउटा है बुझाइ गरेर है IMP है इटा है अब हामीले के त नट एक्जिस्ट कसरी चेक गर्नु त है यो के त यी इन्क्वायरी र फलोअपमै हामी हेरौँ दुईटा टेबलको रिलेसन दुईटा मात्र हैन मल्टिपल गर्न मिल्छ अहिले हामी दुईटा युज है जस्तै मलाई के त अब एक्जिस्ट छ नि फर्स्टमा हैन एक्जिस्ट प्रोसेस है युज मेथड सेलेक्ट स्ट्रिक्ट फ्रम के त इन्क्वायरी मास्टर भयो हैन यतिको सबै डाटा दिने भयो यो सबै डाटा आयो नि त लगभग 3 लाख 32 लाख सम्म डाटा छ अब यो मध्ये मलाई एक्जिस्ट भयो हैन यो इन्क्वायरी डाटा चाहिँ कहाँ त फलोअपमा एक्जिस्ट भयो के त अब वेयर EXIS सिधै एक्जिस्ट गर्ने कि के त वेयर एक्जिस्ट इन्क्वायरी डाटा चाहिँ कहाँ एक्जिस्ट त सेलेक्ट स्ट्रिक्ट फ्रम टिभी फलोअप भन्ने हैन फलोअप भयो के त नि वेयर नेभिगेसन त अब आइडी यो टिभीएल फलोअपको चाहिँ आइडी इन्क्वायरी आइडी र हैन अनि टिभीएल इन्क्वायरी मास्टरको चाहिँ के त आइडी इन्क्वायरी आइडी ENQU इन्क्वायरी मास्टरमा के छ आइडी छैन त हैन यसो इन्क्वायरी छ अरु इन्क्वायरी भनेको यतिको के त भन्छ सेलेक्ट इन्क्वायरी मास्टर वेयर एक्जिस्ट भनेको के त इन्क्वायरी मास्टरमा चाहिँ आइडी चाहिँ कता यो फलोअपमा भएको कुरा दिन्छ यसले यसमा अरु पनि कन्डिसन राम्रो राख्नु मिल्छ कुनै अब कुनै एक्स्ट्रा चाहियो यसमा एड गर्दै हैन अथवा के सम्झिन्छ चाहिन्छ रन गराउँछ यति के त यो इन्क्वायरी चाहिँ के त फलोअपमा यो मान्छेको चाहिँ इन्क्वायरी चाहिँ फलोअपमा छ भन्ने कुरा देखायो यो देखायो है हजुर अघि थिएन यो देखाको अब पहिला अब यतिकै गर्दा सबै दियो भने चाहिँ यहाँ 31556 छ हैन 31056 छ हैन यति गर्दा 32000 आउँछ नि त हैन 32000 चम्चा हैन डेटा हैन तल है फलोअप भनेको यो चाहिँ एक्जिस्ट मेथड युज गर्ने तरिका है EXIS एक्जिस्ट मेथड है युज गर्ने अब नट एक चीज निकाल्दा हामी नट एक्जिस्ट युज गर्छौं अब एक्जिस्टमा त धेरै रहेछ फलोअप हैन नट एक्जिस्ट त कम होला हैन नट EXIS एक्जिस्ट है EXIS छ त्यसमा नट एक्जिस्ट के त एक्जिस्टको टर्ममा के त अगाडि नट मात्र राख्दिनु हुन्छ है यति गरेर के त अब हामीले के गर्छौं त यो आइडी चाहिँ नभएको कति छ जम्मा 10,046 वटा रहेछ ओन्ली के त इन्क्वायरी मास्टरमा भएको डाटा चाहिँ फलोअपमा नभएको भनेको जम्मा 1066 छ है यी चीज के त हामी अब इन जुन मेथड छ हामीसँग त्यसमा युज गर्न मिल्छ है इनमा हेरौँ हैन इन कीवर्ड छ हेर्नुस् हैन अब गुगलमा हेर्नुस् हैन के त अब इन्क्वायरी मास्टर हामीले यसमा चाहिँ सिधै वेयर यसमा चाहिँ सिधै एक्जिस्ट चेक गर्यो कुनै एउटा कुन टेबल किन के फलोअप मतलब गरेन के त इनमा चाहिँ के त अब इन भन्ने शब्द युज गर्दै युज के त फिल्ड कुन फिल्डसँग चाहिँ इम्पोर्टेन्ट हुन्छ के सिधै यसमा चाहिँ इन गरेर चाहिँ यस्तो गर्नु यसमा चाहिँ सिधै इन गरेर यसो गर्नु मिल्दैन इन त के इन त हैन यो इन यो आएको छैन इनको लागि त रिक्वायर अनि जुनसुकै फिल्ड गर्नु चाहियो कि अब के त हामी के त यसै चिजमा के त हामी इन्क्वायरी मास्टर र यसको कमन भनेको के त इन्क्वायरी के भन्दैन इन्क्वायरी आइडी भन्दा यसमा गरी वेयर
इन्क्वायरी आइडी चाहिँ इन चाहिँ लेस देन या ग्रेटर देन त्यो बेर कुरा थियो इनको भन्नु त्यो पछि थियो हैन इन्क्वायरी चाहिँ के त यो युट्युबमा भएको यो ताने ले भनेको लागि युज गर्न खोजेको हुन्छ है यसमा के गर्नु त अब यति के गर्दाखेरि उसलाई इरर दिने पर्छ नि किन त हामी के त इन भनेको कुन कुन आइडी भन्ने कुरा बुझाउनु पर्छ त यो फलोबाट पनि इन्क्वायरी आइडी तान्नु पर्छ है यसैले के त दुईटामा भएको चाहिँ उसले दिने गर्छ कि अथवा के त हामी यतिकै गर्नु भने यो छ नि यसमा चाहिँ इक्वल नगरे हुन्छ कि यसमा यो वेल कन्डिसन एप्लाई नगरे पनि हुन्छ है यति इन्क्वायरी फलोअपमा भएको चाहिँ सबै इन्क्वायरी आइडीले अथवा के त इन्क्वायरी फलोअपमा त इन्क्वायरी आइडी रिपिटेड हुन्छ डेटा हैन सेम आइडी दुई तिनचोटि हुन्छ त्यसलाई के डिस्टिङ युज गर्ने के डिआई डिस्टिङ के त युनिक आउने भन्दै हुन्छ यसले के त युनिक आइडी मात्र के बुझ्नुस् यसले आइडी मात्र दिने भन्दै हैन यसले गर्दाखेरि त आइडी मात्र दिने भएको छ त्यो इन्क्वायरीमा भएको सबै आइडी दिने भयो के अब के त अब इन्क्वायरीमा चाहिँ हामीले कुन चाहिँ नट इन है युज गर्नु है नट इन है हामी त्यो पढ्न थियौँ त्यो बुझाएको खास नट इन चाहिँ एक्जिस्ट गराएको थियो नि त नट इन बुझाएको गराएको थिएन एक्जिस्ट नट एक्जिस्ट गराएको थियो है के त अब इन्क्वायरी इन भनेपछि अब के त नट इन हुन्छ युज गर्नु नट के त अब यो फलोमा भएको यो आइडी चाहिँ नभएको चाहिँ ले भनेर बुझाएको चाहिँ यो सबै दियो है यसको रियल एक्जाम्पल त्यसमा रियल एक्जाम्पल के त बुझाउनु तपाईँलाई इन भनेर कसरी युज गर्छ अर्को भनेको म्यानुअली युज है फिल्टर युज गरेर फिल्टर सर्च त्यसमा वेयर इएनक्युयु इन्क्वायरी आइडी इक्वल टु के त इन गर्छन् हामीले अब कुन चाहिन्छ मलाई यसरी यो टेबलको चाहिँ मलाई यो 1 2 3 मात्र चाहिएन हामी के गर्छौँ हैन बाइ डिफल्ट नर्मली नर्मली अब यसरी 1 को त सिंगल मात्र युज गर्ने म मलाई 1 2 3 दुई तीनटा चाहियो भने हुन्छ नि त त्यसले त्यसले चाहिँ यस्तो युज गर्नु भन्छ इन त्यो के छ 1 आइडी भएको 2 आइडी भएको 3 आइडी भएको 4 आइडी भएको हैन 5 आइडी भएको हैन मल्टिप्लाई कमाएको जति गर्न मिल्छ यसरी है कम भएको उले यति गरेको त यो चारवटाको सम्म चाहिँ आइडी भएको चाहिँ डाटा दियो के बुझ्नु मलाई यो चीज के त सेम यसमा पनि लागु हुन्छ यो आइडी नभएको नभएको ले भनेर इनको ठाउँमा नट इन गरेको त यो 1 2 3 4 बाइक सबै ले भनेर खोजेको छ चाहिँ यसमा इन गर्नु भने चाहिँ यो चारवटा मात्र ले आइडी यो नट इन भने यो चारवटा बाइक सबै ले 4 पछि 5 देखि सबैले यो बाइक नट इन भनेको चाहिँ त त्यो 1 2 3 4 बाइक सबै ले भनेर चारवटा सम्म 4 छ हैन 5 सबै ल्याइदियो के हो यो चाहिँ मोस्ट इम्पोर्टेन्ट भयो यो चीज है यसको इन एक्जिस्टहरू चाहिँ यो पनि अहिले चाहिँ